चुनौतीपूर्ण काम थियो र पनि त्यस्तो एउटा मधेसमा बसेको मानिसको हामीले नक्कल गर्दा अझ बढी सहज हुन्छ। अझ यता भोटतिर जतातिर भन्छौँ हामी राई लिम्बूहरू जुन बुवा आमाहरू हुन्छ उहाँहरू पनि लवज हामी लिन सजिलो हुन्छ। तर यो सुदूरपश्चिम मध्यपश्चिमको यो भाषालाई चाहिँ त्यो आफ्नो लवजमा हाल्न चाहिँ एकदमै कठिन काम जस्तो लाग्छ मलाई एउटा कलाकारको रूपमा। यदि तपाईँ त्यहाँको बासी हुनुहुन्न भने त्यो एकदमै गाह्रो काम थियो। तथापि मैले किन गरेँ भने मेरो सङ्गत बच्चामा सुदूरपश्चिमको जो चाहिँ अङ्कलहरू आन्टी हुनुहुन्थ्यो मलाई गाली गरिकन पिटिकन उहाँले जो भाषा त्यो त्यो लेभलको गाली गर्नुहुन्थ्यो। अनि त्यस कारणले गर्दा मैले भाषा चाहिँ सिक्न सकिनँ तर त्यो टोन चाहिँ मैले सिक्ने अवसर प्राप्त गरेँ र त्यसलाई मैले चलचित्रमा राख्ने मौका पाएँ। अनि अर्को एउटा अघि भगत दिवसी पनि यही हुन्छ, देख न चम्पा सुन न चम्पा हाम्रा त तम्रा भएको छ। अब त्योभन्दा अगाडि मलाई लाग्छ जस्तो सुदूरपश्चिमको गीत भने सुदूरपश्चिमले सुन्ने, पूर्वका गीतहरू पूर्वेलीले मात्रै सुन्ने होइन त्यो चलन थियो। तर देख न चम्पा पछि अनि यति धेरै गीतहरू सुदूरपश्चिमका गीतहरू अब त्यो पश्चिमेली भाषा यो त हाम्रो रहेछ। मेरो छोराले मलाई ड्याडी हिन्दी गीत किन बनाएको भने हाम्रा र तम्रा भनेको उसले हिन्दी भनेर होइन त्यो सोच अस्तिसम्म पनि थियो होइन। र अहिले चाहिँ हालेर चाहिँ त्यो कति हाम्रै भाषा रहेछ यो हाम्रै शब्दावली रहेछ भन्ने चिज स्थापित हुन सक्यो। अलिक दुःख चाहिँ केमा लाग्छ भने प्रश्न पनि आयो तपाईँले हुबहु गर्नमा तपाईँले बिगार्दैन भयो आरोप लाग्छ। त्यसको चाहिँ जवाब म पहिला यसमा जोडिहाल्छु। तपाईँको प्रश्न यद्यपि त्यो थिएन